हेलो साथीहरू, नमस्ते, गुड आफ्टरनुन। आज म हजुरहरूलाई यो गहुँ मकै चामल भुटेर पिसेर यसको चाहिँ खानेकुरा बनाउनको लागि यहाँ मैले रेडी गरिराखेको छु। यो चाहिँ के होला हजुर भन्नुहोस् त। यो किसमिस भयो, अनि गहुँ मकै चामल भयो भुटेको, अनि यो ड्राई फ्रुटहरू, यो काजु र बदाम हल्का यसलाई हल्का तताएको छु। अनि यो मखना भयो, यो मखनाले पनि हाम्रो हेल्थलाई एकदमै राम्रो गर्छ ड्राई फ्रुटहरूमा। अनि यो छकडा डेट भन्छौँ, यो पनि हल्का तताएको। अनि यो बदाम पनि भुटेर पिस्ने हो, यो पनि भटमास भुटिसकेको छु। यो बदामहरू सबै भुटिसकेको छु। यो ओखरलाई पनि हल्का तताएको छु, ओखर हो वालनट। अनि यो पिस्तालाई पनि हल्का भुटेर यो बोक्रा निकालेर छोडाउने क्रममा छु। अब यी सबै सामानहरू राखेर पिठो बनाएर यो मिक्स गरेर पिठो बनाउने। अनि बिहान बिहान नास्ताको लागि, दिउँसो खाजाको लागि पनि हुने। अनि यो चाहिँ सानो बेबीहरू जो चाहिँ 6 महिना पछिको बेबीहरूलाई लिटो बनाएर खुवाउन सकिन्छ। अनि बुढाबुढीहरू जस्तै 50 क्रस भइसकेका बुढाबुढीहरू अथवा जोसुकैलाई पनि यो खाना एकदमै लाभदायक छ। यो शरीरको लागि एकदमै हेल्दी फुड हो। यसरी म चाहिँ सधैँ यस्तो बनाएर खान्छु। मेरो 4 वर्षको नानी छ, नातिनी छ, उसलाई पनि म यही नै हलुवा बनाएर दिन्छु बिहान बिहान। अनि दिउँसो रोटीहरूमा पनि जस्तै मुगीलाई भिजाएर अनि त्यसमा अन्डा राखेर यो यसको पिठो 2-3 चम्चा राखेर घोलेर हामीले यो के अरे बारा बनाएर पनि दिन सक्छौँ बेबीहरूलाई। एकदमै मिठो मानेर खान्छन् बच्चाहरूले यसको पिठो बनाएर। अब म यसलाई राम्रोसँग ग्राइन्ड गर्छु। अनि यसलाई चाहिँ एउटा ठुलो जारमा बिर्को टाइट हुने गरेर राख्छु। अनि टाइममा झिकेर पकाएर हलुवाहरू रोटीहरू बनाएर खाने गरेको छु। र एकदम शरीरको लागि एकदमै लाभदायक छ, एकदमै पौष्टिकताले भरिपूर्ण छ साथीहरू। हजुरहरू पनि यसरी खानुहोला। हस् त।